म कहिलेकाहीँ कन्फ्युज हुन्छु, कसलाई के भनौँ, मेरै गाला मेरै चड्कन। मैले चुनाव ताका गरेका भाषणहरू सम्झिँदा जहाँ हामी सरकारी कार्यालयमा नो लाइन, रासोपाको पालामा अन्ली अनलाइन भनेर आफैले गरेका भाषण सम्झिँदा र आज भात पकाउने ग्यासका लागि जनता दिनभरि रातभरि मध्यरातसम्म लाइन बसेको त्यो दृश्यले मलाई चाहिँ साँच्चीकै लाज लागेको छ। सभामुख महोदय, मेरा दुईटा प्रश्न छन्। एउटा, यो ग्यासको अभाव जुन देशैभरि छ, मेरो प्रधानमन्त्री र मन्त्री क्वार्टरमा ग्यासको अभाव छ कि छैन? अर्को, यदि कृत्रिम अभाव सृजना भएको हो भने, सरकारले भने जस्तै ग्यास वारवार्ती आएर पनि कालो बजारी भएको हो भने, ती कालो बजारी गर्नेहरूलाई कानुनको कठघरामा ल्याएर कठोर दण्ड दिन केले रोकेको छ 2/3 सरकारलाई? जनताले नयाँ सरकार चाहेको भनेको चिल्ला ह्यान्डसम नयाँ अनुहार खोजेको होइन, नयाँ चरित्र खोजेको हो, जुन हाम्रो व्यवहारबाट पुष्टि हुनुपर्छ। कहाँ से आते हैं ये लोग और कहाँ से आते हैं ये सोच? इंटीग्रिटी को क्वेश्चन छैन, इंटीग्रिटी में कुनै पनि शंका छैन, इंटेंशन में पनि कुनै प्रश्न छैन, तर कता कता ढंग नपुगेको हो कि इफ यू डोंट नो व्हाट यू डोंट नो देन यू डोंट नो, रियली यू डोंट नो। त्यसैले गर्दाखेरि मलाई के थाहा छैन भन्ने कुरा आफूले जान्नु पर्दछ र त्यो कुरा सिक्नु पर्दछ। द डे यू फील दैट यू हैव लर्न एभ्रिथिङ, यू आर अलमोस्ट डेड। जुन दिन तपाईँ यो सोच्नुहुन्छ कि तपाईँलाई सबै चिज थाहा छ, त्यो दिन तपाईँ मृत्यु समान हो। हामीले हाम्रो सवारी साधनको कालो सिसा त हटायौँ, कालो स्टिकर त हटायौँ, अब सम्भवतः कालो चस्मा पनि हटाउनुपर्छ। सरकारलाई यही सम्मानित सदनबाट सन्देश दिन चाहन्छु, आगो निभेको दाउरा निभ्या छैन। सभामुख महोदय, लोकतान्त्रिक राज्यको लागि र अहिलेको सबै परिस्थिति हेर्दै गर्दाखेरि मूल मन्त्र के आवश्यक छ राज्य प्रणालीमा, राज्य सञ्चालनमा र संविधान र लोकतन्त्रको संरक्षणमा के मूल मन्त्र आवश्यक छ भनेर हेर्दाखेरि मलाई के लाग्छ भने राज्यप्रतिको भरोसा र राष्ट्रप्रतिको आत्मविश्वास, यो दुईटा कुरा लक्षित मूल मन्त्र राखेर हामीले आफ्नो राज्य सञ्चालन र सबै पद्धतिहरूलाई, सबै कुराहरूलाई त्यसमा केन्द्रित गर्यो भने अलि हामी केही हासिल गर्न सक्छौँ। अहिलेको कुरामा इन्टिग्रिटीको क्वेश्चन छैन, इन्टिग्रिटीमा कुनै पनि शङ्का छैन, इन्टेन्सनमा पनि कुनै प्रश्न छैन, तर कता कता ढङ्ग नपुगेको हो कि भन्ने चाहिँ लाग्छ र त्यो स्वीकार्नुपर्छ। इफ यु डोन्ट नो वाट यु डोन्ट नो देन यु डोन्ट नो, रियली यु डोन्ट नो। त्यसैले गर्दाखेरि मलाई के थाहा छैन भन्ने कुरा आफूले जान्नु पर्दछ र त्यो कुरा सिक्नु पर्दछ। यो सुन्दर पिचाई गुगलको सिइओले भन्नुहुन्छ, द डे यु फिल दैट यू हैव लर्न एभ्रिथिङ, यू आर अलमोस्ट डेड। जुन दिन तपाईँ यो सोच्नुहुन्छ कि तपाईँलाई सबै चिज थाहा छ, त्यो दिन तपाईँ मृत्यु समान हो। त्यसैले गर्दाखेरि हामीले हरेक दिन यो राज्य प्रणालीको सञ्चालनको कुराहरूमा यो कुरा कतैतिर अझै ढङ्ग